चाहिँ बिर्सेँ है साथीहरू। पछि मात्र दिमागमा आयो कि मलाई यो माछाको पनि रेसिपी बनाउनु छ भनेर, त्यही भएर चाहिँ मैले अब सुरु गर्दैछु होइन। ल ए हो, माछालाई चाहिँ नुन खुर्सानी कागती अनि मसला अनि के हाल्छ गुँडो मसलाहरू बेसारहरू सबै थुक हालेर मोल्ने है, मजाले मोल्ने। यहाँ चाहिँ हामीले कर्नफ्लोर अथवा बेसन के भनिन्छ त्यस्तो चाहिँ छैन हाम्रो घरमा, त्यही भएर हालेको छैनौँ है। अब चाहिँ म माछा पकाए पछाडि भिडियो देखाउँछु हजुरहरूलाई। टक्क लाएर प्यान बसाल्ने ग्यासमा, त्यसपछि तेल हाल्ने। तेल चाहिँ अलि मजाले नै हाल्नुपर्छ किनभने हामी चाहिँ फ्राई भन्नाले तार्न गइरहेको छौँ नि त, त्यही भएर अब चाहिँ म यस्तो टाढा टाढाबाट पनि हाल्छु क्या, किनभने मलाई यो तेलसँग डर लाग्छ क्या। हेर्नुहोस् न कस्तो तातेको तेल छ। अब त्यस्तै एउटा थोपा उछिट्यो भने अब के गर्नु, दुःख आफैलाई हो नि त। त्यही भएर म मिलाइरहेको थिएँ, मेरो बुढाले चाहिँ चलाउनु हुँदैन भनेर डाइलग दिनुभयो होइन। अनि यहाँनिर चाहिँ ए सबै डढाएछ अरे, गर्न चाहिँ आउनु छैन, सहयोग गर्नको लागि चाहिँ आउनु छैन होइन। कम्प्लेन गर्नको लागि चाहिँ मेरो बुढा पनि अगाडि नै सर्नुहुन्छ ल। म चाहिँ त्यति धेरै यो माछा मासुहरू चाहिँ म पकाउँदिनँ, अन्डा पनि म पकाउँदिनँ क्या। हाम्रो घरमा चाहिँ अब मैले पकाएको चाहिँ अलि स्वाद आउँदैन नि त, किनभने यहाँनिर सबैजनालाई नै मिठो पकाउन आउँछ। म चाहिँ अब यस्तो धेरै एक्सपिरियन्स छैन नि त खाना पकाउनको लागि चाहिँ, त्यही भएर चाहिँ मैले पकाएको अलिक स्वाद आउँदैन भनेर चाहिँ म अलि हात लगाउँदिनँ, म अगाडि सर्दिनँ क्या माछा मासुहरू पकाउनको लागि चाहिँ। अनि म मेरो बुढा अहिले बुढा भएको भएर चाहिँ बुढा, नभए चाहिँ हाम्रो घरमा चाहिँ अरूले नै पकाउनुहुन्छ खानेकुराहरू चाहिँ होइन। भन्नाले यो माछा मासु नर्मल खानेकुरा त म पकाउँछु, बेच्नको लागि र अलि मिठो पकाउनु पऱ्यो भने चाहिँ म पकाउँदिनँ क्या, आउँदैन नि त। अनि यहाँ चाहिँ सुपमा अब झोल पनि खानु पऱ्यो नि त, चाहिँ मेरो बुढाले चाहिँ छानी छानी हालिरहनु भएको छ क्या। अब सुप खानको लागि टाउको पुच्छर चाहिँ सुपमा हालिन्छ नि त नर्मल्ली, अनि त्यही भएर चाहिँ छानी छानी हाल्नु भएको छ मेरो बुढाले। अनि यता चाहिँ छ हाम्रो स्ट्यान्ड युज गरेको छौँ है, त्यो स्ट्रेनको लागि क्या, के भनिन्छ नि तेल छान्नको लागि चाहिँ स्ट्यान्ड युज गरेको छौँ। अनि अब यस्तै छ, त्यही भएर चाहिँ मेरो बुढाले 3-4 लट नै पकाउनु भयो। यो अब चलाउनु हुँदैन फेरि बिगार्छौ तिमीले भन्नुहुन्छ नि त मलाई, त्यही भएर अब के गर्नु, यस्तै छ। नजान्ने भए पछाडि चाहिँ पछाडि सर्नु पऱ्यो। त्यसपछि चाहिँ हामीले यति चाहिँ फ्राई गऱ्यौँ है। यो चाहिँ अब गम हामी फ्यामिली सबैजना मिलेर खान्छौँ, किनभने चाहिँ सुप छ नि त हामीलाई खानाको लागि चाहिँ। म चाहिँ यहाँ एकदम फोटोग्राफी गरिरहेको छु कि अब तार्न बसालेपछि त यतिकै त गम खानु परिहाल्यो नि त होइन। त्यही भएर चाहिँ हामीले अलि 5-6 पिस जति चाहिँ 5-6 पिस चाहिँ हाम्रो फ्यामिली मेम्बर जतिले चाहिँ अगाडि नै खायौँ होइन। अनि त्यसपछि चाहिँ मैले थोरै तेलमा प्याजहरू काटेर हालेँ, गोलबेडा काटेर हालेँ, खुर्सानी काटेर हालेँ। अब यो चाहिँ सुप बनाउनुको लागि हो है। यो नुन बेसार अब हाल्नुपर्ने चिजहरू मसला अदुवा लसुनको पेस्टहरू चाहिँ यहाँनिर चाहिँ हाल्दैछु म। अनि यसलाई एकछिनसम्म पकाउने होइन। अलि एकछिनसम्म पकाए पछाडि चाहिँ तेल बाहिर निस्किन्छ, त्यसपछि चाहिँ हामी पानी हाल्छौँ। पानी फर्स्टमा म माछा हाल्दिनँ नि त, सुरुमा पानी हाल्ने, पानी हालेपछि उमाल्ने भगभग, त्यसपछि बल्ल माछा हाल्ने है। यहाँनिर चाहिँ खिच्न बिर्सेछ तैपनि। अनि अब लास्टमा टपिङको लागि चाहिँ हामी हाल्छौँ धनिया र लसुनको पात काटेर, यो चाहिँ हामीले फ्राई गरेको खाएको है। धेरै हुन्छ नि त फेरि, अहिले यस्तो नखायो भने चाहिँ भातसँग खान धेरै हुन्छ नि त, त्यही भएर यस्तो खायो भने चाहिँ फ्राईहरू खान सजिलो हुन्छ नि त, त्यही भएर चाहिँ यहाँ गम खाइहाल्छौँ। म ल्याउँदै थप्दै खाँदै गरेको छु क्या, किनभनेपछि त्यहाँनिर झोलमा हाल्नलाई राखेर मात्र के गर्नु होइन, त्यहाँ छँदैछ अलरेडी नै धेरै भने पछाडि चाहिँ यसरी खान सजिलो हुन्छ, धेरै खाइन्छ भनेर चाहिँ हामीले फ्यामिली सबैजना मिलेर गम खाएको छौँ। यो चाहिँ मेरो क्यामेरामा तेल लागेछ साथीहरू, तेल, त्यही भएर चाहिँ यस्तो ब्लर आएको छ। माछा भनेपछि त अब तेलकै काम पऱ्यो नि त, त्यही भएर चाहिँ यो मोबाइलहरू चलाइरहेको थियो। थ्याङ्क यू फर वाचिङ।